ल सबैलाई नमस्कार है। अब म यहाँ सोध्छु, धेरैले राम्रो लेख्नुभयो। अब थोरै हिजोको त्यो फर्मेटको अलिकति म एउटा दुइटा सोध्छु, धेरै बेर लाग्दैन, अनि अरू म सिकाइहाल्छु फेरि। यहाँ पढ्नु है, यहाँ नलेखालाई चाहिँ म सोध्छु। अब यहाँ लेख्नेको त नाम कन्ठै भइसकेको छ मलाई, होइन? ल यहाँ मुनाले भन्नु पर्यो। ल, जनसङ्ख्या व्यवस्थापनको बारेमा मैले हिजो सिकाए अनुसारको फर्मेट भन्नु त। ल व्यवस्थापन भन्नु। पहिला जनसङ्ख्या जनसङ्ख्या पहिला जनसङ्ख्याको डिफिनेसन दिनु त। जनसङ्ख्या भन्ने शब्द जन र सङ्ख्याबाट बनेको छ, जसको अर्थ राष्ट्रमा बसोबास गरेका जनता अथवा नागरिकको सङ्ख्याले जनाउँदछ। हो, पढ्नु है, तपाईँ राम्रो भन्नु होला, एक्ज्याक्टली भन्नु पर्यो जनसङ्ख्याको डिफिनेसन। तपाईँले यसलाई मल्टिपल पर्सपेक्टिभबाट भन्नु पर्यो। जनसङ्ख्या एउटा देशको के भन्नु हो? जनता अथवा नागरिकको सङ्ख्या। ल, देशमा रहेका अथवा निश्चित भूभागमा रहेका जनता वा नागरिकको सङ्ख्या। एउटा डिफिनेसन एकदम राम्रो भन्नुभयो। अब अर्को, जनसङ्ख्याले राष्ट्रमा रहेका जनता र उनीहरूको सेवा सुविधा, हकित तथा सम्पदाको अवस्थितिलाई जनाउँछ। के भन्छ अरे, फेरि भन्नु त अर्को। जनसङ्ख्याले राष्ट्रमा रहेका जनता र उनीहरूको सेवा सुविधा, हकित तथा सम्पदाको अवस्थितिलाई जनाउँछ। जनसङ्ख्याले देशमा रहेको सेवा सुविधा, जनसङ्ख्या देशमा रहेका जनताको सेवा सुविधा, हकित, अरू के भन्नु तथा सम्पदाको अवस्थितिलाई जनाउँछ। सम्पदाको अवस्थितिलाई जनाउँछ। अनि हो, अब तपाईँ सुन्नुहोस् है, तपाईँले भने एकदम पर्सपेक्टिभ। अब यसलाई अझ छुट्याइदिन्छु है म। तपाईँले यो भने एकदम ठिक छ, तपाईँको डिफिनेसन यो एकदम डिफ्रेन्ट पर्सपेक्टिभबाट राख्नुको, यो पनि राख्नु। भनेपछि पपुलेसन भनेको के रहेछ भने राज्यका 5वटा तत्त्व मध्ये एउटा तत्त्व। राज्य हुनलाई सरकारको निर्दिष्ट भूगोल, त्यहाँ बसोबास गर्ने सम्पूर्ण जनता, अन्तर्राष्ट्रिय पहिचान, सार्वभौम सत्ता, यसको समग्रता चाहिँ राज्य हो। राज्यको एउटा तत्त्व हो। राज्यको अनिवार्य तत्त्व हो। अनिवार्य तत्त्व जनसङ्ख्या हो। अब जनसङ्ख्या चाहिँ विकास, तपाईँले यही कुरालाई तपाईँले एकदम राम्रो भन्नुभयो। यही कुरालाई अझ बुझिने भाषामा चाहिँ कुरा चाहिँ यही हो। जनसङ्ख्या विकासको साधन र साध्य दुवै हो। सकियो हो। तपाईँले यहाँ जुन जनताको सेवा सुविधा, हकित, सम्पदाको कुरा गर्नु, यो चाहिँ साध्य, विकास, साधन भनेपछि जनशक्ति पनि त चाहियो। यो एकदम इम्पोर्टेन्ट कुरा है। यो अरूमा चाहिँ साधन र साध्य फरक हुन्छ। यो जनसङ्ख्या चाहिँ विकासको साधन र साध्य एउटै हो। विकास कसका लागि गरिन्छ? मान्छेका लागि। विकास गर्नलाई के चाहिन्छ? स्रोत चाहिन्छ। त्यो स्रोत मध्ये मानव स्रोत एउटा हो। त्यो जनसङ्ख्या आफैमा एउटा चाहिँ साधन हो कि, त्यही टेकेर त्यही पुग्ने हो कि यो चाहिँ। भनेपछि अरूमा चाहिँ साधन र साध्य फरक हुन्छ। साध्य भने इन्च, यो इन्च भने गन्तव्य,
डेस्टिनेसन यो साधन जस्तो गन्तव्य भने चाहिँ तपाईको गन्तव्य मुख्य सचिव इन्च निजामतीको सबभन्दा उच्च पद तपाईको पर्सिको सफलता त्यो चाहिँ तपाईको इन्च गन्तव्य मिन्स चाहिँ यो क्लास पढ्ने फर्म भर्ने जाँच दिने त्यो चाहिँ मिन्स त्यो नगरिकन त्यहाँ पुगिँदैन जाँच फर्म नगरिकन जाँच नदिकन ब्याचलर पास नगरिकन त्यो त्यहाँ पुगिँदैन नि त के अरे इन्टर पास ब्याचलर पास नगरी त पुगिँदैन त्यो चाहिँ मिन्स भयो तपाईको इन्च चाहिँ सफलता भनेपछि यो विकासको साधन र साध्य यो चाहिँ तपाईँले सधैँभरि ख्याल गर्नु होला यो जनसङ्ख्या चाहिँ विकासको साधन र साध्य दुवै एउटै हुनु चाहिँ यो जनसङ्ख्या हो अरूमा चाहिँ साधन छुट्टै हुन्छ साध्य छुट्टै हुन्छ जस्तो तपाईँको न्यायमा पुग्ने साधन कानुन हो साध्य चाहिँ न्याय हो तपाईँ न्यायमा पुग्ने हो त्यहाँ पुग्ने तपाईँको कानुन त्यो तपाईँको चाहिँ लहरू त्यो समानताहरू त्यो चाहिँ साधन मात्रै हुन् पुग्ने त न्यायमा हो नि त हो त्यस्तो यो चाहिँ फरक हुन्छ भनेपछि यो साधन र साध्य दुइटै हुने चाहिँ जनसङ्ख्या हो भनेर बुझ्नु पर्यो अथवा अब यसलाई अब जस्तो सङ्गठित रूपमा रहेका मान्छेहरूको सङ्ख्या सङ्गठित रूपमा निश्चित क्षेत्रमा बसोबास गर्ने मानिसको समूह अब यसलाई तपाईलाई मैले अब यसलाई स्वाट छोडकरीमा चाहिँ अब जनसङ्ख्याको तपाईसँग समय भएन 1 मिनेट आयो भने सिम्पल विकासको साधन र साध्य दुवै राज्यको अनिवार्य तत्त्व निश्चित क्षेत्रमा बसोबास गर्ने व्यक्तिको समूह निश्चित मान्छेहरूको त्यो चाहिँ सङ्गठित मान्छेहरूको समूह त्यति भनेपछि यसमा माइन्डमा त्यति मात्रै राखिरहने भनेपछि तपाईँले सधैँभरि सम्झाउनु पर्ने राज्यको अनिवार्य तत्त्वमा जनसङ्ख्या भुल्नै भएन विकासको साधन र साध्यमा भुल्नै भएन निश्चित एरियाभित्र बसोबास गरेका सम्पूर्ण मान्छेहरूको चाहिँ समूह नै त्यो जनसङ्ख्या हो यसमा त कुनै समस्या भएन अब जनसङ्ख्या व्यवस्थापन भनेको के भन्नु यो त तपाईँले डिफिनेसन त अब एउटा दुईटा दिने हो त्यो के टेन्सन छैन अब भन्नुहोस् तपाईँले जनसङ्ख्या व्यवस्थापन भनेको चाहिँ हिजोको पनि फर्मेटमा तपाईँले के गरेर लेख्नुभयो भन्नु त यसरी जनसङ्ख्या व्यवस्थापन भन्नाले कुनै पनि निश्चित राष्ट्रभित्र निश्चित समय र निश्चित ठाउँमा बसोबास गरेका मानिसहरूको समूह राज्य समूह सङ्ख्याले राज्यमा उपलब्ध सेवा सुविधा प्राकृतिक सम्पदा राज्यको भूभाग आदिका आधारमा समुन्नत समृद्धि र दिगो विकास दिगो समाज र राज्यका निमित्त जनतालाई व्यवस्थित गर्नु नै जनसङ्ख्या व्यवस्थापन हो तपाईँले मैले हिजोको फर्मेट भने तपाईँले फर्मेटमा कुरा त लेख्नुभयो फर्मेटमा लेख्नु भएन फर्मेट प्रयास गर्नु तपाईँलाई व्यवस्थापनभित्र जनसङ्ख्या तपाईँले कुरा त राम्रो गर्नु तर व्यवस्थापनभित्रका कुराहरू त्यहाँ समेट्नु पर्यो भने मैले जनसङ्ख्या व्यवस्थापन भन्नुको अर्थ तपाईँले त्यहाँ तपाईँलाई मैले के भनेको थिएँ पहिला उद्देश्य के राख्नु पर्यो आदर्श जनसङ्ख्या कायम गर्ने जनसङ्ख्याको सन्तुलन कायम गर्ने लैङ्गिक अनुपात कायम गर्ने उपलब्ध स्रोत साधनको प्रभावकारी वितरण गर्ने आफ्नो देशमा भएका जनतालाई विकास न्यायको प्रत्याभूति दिने आदर्श जनसङ्ख्या कायम गर्ने अप्टिमम पपुलेसन अनि तपाईँको आश्रित र सक्रिय जनसङ्ख्याको अनुपात अथवा तपाईँको चाहिँ यो चाहिँ सन्तुलित जनसङ्ख्या कायम राख्ने जनसङ्ख्याको सन्तुलन कायम राख्ने आदर्श जनसङ्ख्या कायम राख्ने त्यो जनसङ्ख्याका जनतालाई स्रोत साधनको चाहिँ प्रभावकारी वितरणद्वारा विकासका कार्यक्रमहरू अगाडि बढाउने त्यहाँ अरू थप जति तपाईँको लैङ्गिक रेसियो कायम राख्ने होइन जनसाङ्ख्यिक प्रक्रियालाई चाहिँ तपाईँको चाहिँ सन्तुलन राख्ने अनि जन्म बसाइ सराई मृत्यु जुन जनसाङ्ख्यिक प्रक्रिया हुन्छ त्यसभित्र जनसङ्ख्यालाई ब्यालेन्स राख्ने उद्देश्य राखेर ती उद्देश्य राख्नु पर्यो निश्चित ती उद्देश्य प्राप्तिका लागि तपाईँले के गर्नुहुन्छ अब ती उद्देश्य प्राप्तिका लागि तपाईँको चाहिँ अब यो मानव स्रोत पनि भयो जनसङ्ख्या आफैमा स्रोत र साधन भनिसकेँ मैले आर्थिक स्रोत भौतिक स्रोत होला विकासका निर्माण होला एकीकृत बस्ती होला त्यहाँ कति आउँदैन भित्र कति हो आइटीको व्यवस्था गरेर ती उद्देश्य अथवा ती लक्ष्य प्राप्तिको योजना र कार्यक्रम सहितको तपाईँको प्लानिङ पनि चाहियो पोस्ट रूप भनेकै त्यही प्रोग्राम पनि चाहियो
सम्पूर्ण व्यवस्थापकीय क्रियाकलाप, त्यो व्यवस्थापकीय क्रियाकलापभित्र चाहिँ कन्ट्रोलिङ, अर्गनाइजिङ, म्यानेजिङ सबै पर्छ। त्यो समग्रता चाहिँ जनसङ्ख्या व्यवस्थापन हो। अब तपाईँको अर्को प्याराफ्रेज गर्दा चाहिँ तपाईँले जे लेख्नुभयो त्यो हो। अब फेरि त्यो तपाईँले जुन भन्नुभयो त्यो हो। तेस्रोमा सिम्पल, जनसङ्ख्या विकासको साधन र साध्य दुइटै रहेको जनसङ्ख्यालाई सन्तुलित कायम राखेर त्यसलाई निरन्तरता दिएर एउटा आदर्श जनसङ्ख्या, अप्टिमम भन्छ, त्यो अप्टिमम पपुलेसन कायम राख्नु जनसङ्ख्या व्यवस्थापन हो। सक्रिय र आश्रित जनसङ्ख्या बीच सन्तुलन कायम राख्दै प्रभावकारी रूपमा विकासका कार्यक्रमहरू सञ्चालन गर्ने सम्पूर्ण व्यवस्थापकीय क्रियाकलापको समग्रता जनसङ्ख्या व्यवस्थापन हो। भनेपछि तपाईँले त्यसभित्र चाहिँ तपाईँले त्योसँग एउटा कुरा राख्न सक्नुहुन्छ, तर त्यो जनसङ्ख्या व्यवस्थापन भन्ने बित्तिकै व्यवस्थापकीय कुराहरूलाई छोड्न चाहिँ भएन। अब तपाईँले बुझ्नुभयो होइन? अब त्यस्तो फर्मेटमा पनि तपाईँ झुकिनु भएन, किनभने तपाईँहरूले के बुझ्नु पर्यो भने तपाईँहरूले अरूको भन्दा यहाँ धेरै, म एउटा कुरो ग्यारेन्टी गर्छु, त्यहाँ जो मान्छेले मलाई अहिले उहाँले आन्सर नहेरिकन लेखिनु भयो भन्नुभएको छ, उहाँहरू त फेल्नु हुनै हुनु, किनभने मैले धेरै मान्छेलाई हेरे पनि छ र यही लेभलमा तपाईँले आफ्नो चाहिँ यो भन्ने बित्तिकै तपाईँले झुकिनै भएन कि अरूको भन्दा तपाईँ बेस्ट हुनु पर्यो, यहाँ पढ्ने मान्छे बेस्ट हुनु पर्यो। त्यो म धेरै मान्छेको त्यहाँ आन्सर लेख्दैन होला, त्यो अफिसरले लेख्ने भन्दा नि निकै अब्बल स्तरको लेखे पनि छ। भनेपछि त्यो पढाउने चाहिँ यो प्रभावले तपाईँले मेरो यहाँ कुमार तिमल सिन्हा भने यो मेरो फेसबुक पेज छ, यो मेरो इमेलमा हाल्दै नि हुन्छ, KUMAR कुमार PTIMALSINA कुमार @gmail.com यसमा पठाए नि हुन्छ। अनि यो मेरो त कुमार तिमल सिन्हा भन्ने फेसबुक पेज छ, धेरै साथीहरूले पठाउनु भएको छ, फोटो खिचेर पठाइदिन्छ, कसैले त फाइलै बनाएर पठाउनु भएको छ। कुमार तिमल सिन्हा भन्ने पेज छ, त्यहाँ मलाई पठाउनुहोस्। कहिलेकाहीँ त्यही दिन चाहिँ अब जस्तो हिजो पठाएको आज कतिको एउटा दुइटाको मैले हेर्न भ्या होइन, अनि त्यो नभ्याएको चाहिँ मैले त्यहाँ कमेन्ट लेखा हुन्न, कतिको चाहिँ कमेन्ट लेख्न नमिल्ने गरी बनाउनु पर्छ, फेरि त्यो चाहिँ नगर्नु। अनि भनेपछि त्यो मैले पढाएको होइन, त्यो मैले पुरा सबै पढ्न पाएँ होइन, त्यहाँ केही उयोहरू गर्नुपर्ने, त्यो मैले भनिदिनु पर्ने हुन्छ। त्यहाँ हेरेर शब्द चयनदेखि लिएर कतिपय एकदम राम्रो लेख्नु भयो, त्यो नहेरिकन लेख्नुपर्छ। अब म त्यहाँ तपाईँहरूलाई यहाँ भोलि पर्सि त्यसै त्यो भएर मैले यहाँ तपाईँहरूलाई यो अगाडि क्वेसन नदिएँ अनि फ्याट्टै सोध्ने कारण त्यो नहेरेर लेखा छ कि, त्यो त मैले रिभ्यू गर्नु पऱ्यो नि। भनेपछि त्यो रिभ्यू यहाँ तपाईँले आन्सर भन्नुभयो, त्यो त्यहाँ नभएको क्वेसनहरू पनि हिजो एउटा भाइले भन्नुभयो, त्यहाँ सिकाउनु बित्तिकै फर्रै गर्न थालिहाल्नु, त्यो चाहिँ तपाईँको बुझाइ भयो, तपाईँको चाहिँ त्यो जस्तो क्वेसन आयो नि गर्न सक्ने भयो, नत्र कण्ठ पारे मात्रै आउँछ भन्ने त छैन। हो ढाका टोपी लगाएको फोटो छ मेरो राखिन्छ भाइ, नाम हुँदैन मेरो त एउटै हुन्छ, त्यसमा हेर्नु न। त्यहाँ अरू आइक्यूका क्वेसनहरू पनि तपाईँहरूलाई त्यहाँ राखिरहेको हुन्छ। अनि यो पछि यहाँ तपाईँहरूलाई अझ यो अहिले अफिसरको जाँच भएर हो, यो फर्स्ट अफिसरको जाँच सकेपछि त अनि तपाईँहरूलाई म टाइट गरेर लगिहाल्छ। यो जाँचसम्म तपाईँलाई छोड्ने नि होइन, बिचतिर बरु बिदा हुनसक्छ। यो त्यही अन्त बुढाथोकीको भए होइन, त्यहाँ मैले एउटा क्वेसन आन्सर हेरेको छ, त्यो सबै पुरा नहेरिकन मैले त्यो मैले भन्दैन, त्यसै हातामा भन्न त भएन। फेरि भोलि पर्सि यहाँ जसरी पनि पास गराउँछ सकियो। अब यहाँ कम माग्ने भन्छ, अनि यही पटकको विज्ञापन जति थोरै विज्ञापन माग्दा पनि अहिले रिटर्नै छ कि, अहिले रिटर्नै मुटु छ, फर्स्ट पेपर नजोडिने, फर्स्ट पेपर जस्ट पास भएर अगाडि बढ्न पाउने भएपछि त्यो पहिला त्यो निर्णायक हुन्थ्यो, त्यसले धेरै फरक पार्थ्यो। तपाईँको नि दिन्छु म, मजासँग लेखेर दिउँला, त्यहाँ सबैको आउँछ, ढुक्क हुनुहोस्। अब ल प्रियाजीले नै भन्नु पर्यो, अब यहाँ प्रियाजीले भन्नु पर्यो, अब प्रियाजीलाई सोध्छु मैले, उहाँको भयो, उहाँले मुनाजीले राम्रो भन्नु, अब कहाँ जानु उहाँ, ल तपाईँको प्रियाजीले भन्नु, उहाँको मैले क्वेसन उहाँले आन्सर त पठाउनु भएको, अब उहाँले त्यहाँ भए अनुसार यहाँ भन्नुभयो है होइन भनेर हेर्नु। ल भन्नुहोस् कहाँ जानु उहाँ, फेरि आफै अनम्युट गरेर हुन्छ, यहाँ मैले गर्दाखेरि भएन, के भयो?
यहाँ म अर्को एउटा यहाँ ओली भाइले यहाँ मलाई पठाउनुहुन्छ, उहाँले राम्रो लेख्नुभयो। यहाँ नवीन रेग्मी, ल उहाँले नै त भन्नु त भाइ। हजुर सर नमस्कार। नमस्कार, तपाईँले राम्रो लेख्नुहुन्छ। ल अब भन्नु पर्यो, तपाईँले के भन्नु पर्यो भने तपाईँलाई मैले के सोधेँ भने ल सिम्पल यो जनसङ्ख्या व्यवस्थापनको उद्देश्य, त्यो उद्देश्य मात्रै तपाईँले त तलको मैले फर्मेट भन्दा बाहेकको उद्देश्य सोध्नु। उद्देश्य के ल भन्नु त एकचोटि। जनसङ्ख्या व्यवस्थापनको उद्देश्य सर यस प्रकार छ, म लेख्नमा लेखेको छु सर, त्यही लेखेको लेखेँ भन्ने त्यो अरू नयाँ भन्नु पर्दैन। जनसङ्ख्या सन्तुलन राख्ने हो। ल भन्नु है, तपाईँले ठिक भन्नु। अब त्यही त्यसैलाई अलिक मिठो भाषामा चाहिँ उपलब्ध स्रोत र साधन त किन हामी विकाससँग जोड्न सक्यो कि यसपछि उपलब्ध स्रोत र साधन र जनसङ्ख्या बीच सन्तुलन कायम गर्नु। दुरुपयोग र दोहन रोक्ने सर। जनसङ्ख्या बीच सन्तुलन कायम गर्नु, अब ठिक भन्नु ल, सन्तुलन कायम गर्नु। अर्को भन्नुहोस् त। प्राकृतिक स्रोत र साधनको दुरुपयोग र दोहन रोक्नु सर। हो, त्यही कुरालाई चाहिँ वातावरण र जनसङ्ख्या बीचको सम्बन्ध खलबल हुन नदिने। जनसङ्ख्या बीचको अन्तर सम्बन्ध खलबल हुन नदिने। अनि पृथ्वीलाई जीवन्त र दिगो बनाइराख्नु। हो, खलल पार्न नदिनु। 3मा चाहिँ के भन्नु पर्यो? पृथ्वीलाई जीवन्त र दिगो बनाइराख्नु। हो, पृथ्वीलाई जीवन्त र दिगो बनाएर भावी पुस्ताका लागि पनि उपयुक्त अवस्थामा नियन्त्रण गर्नु। हो, 3मा। 4मा जनसङ्ख्या वृद्धि नियन्त्रण गर्नु। अनि मानवीय आवश्यकता परिपूर्तिलाई सन्तुलित बनाउने। मानवीय आवश्यकता र परिपूर्तिलाई सहज बनाउने। हो, अब मानव आवश्यकता र परिपूर्तिलाई मानव आवश्यकताको परिपूर्ति गर्नु, सहज बनाउनु। ल। सभ्य र व्यवस्थित समाज बस्ती निर्माणको आधार सिर्जना गर्नु। हो, ल त्यो ल ठिक छ। अब तपाईँले अब आदर्श जनसङ्ख्या प्राप्त गर्नु। एउटा अर्को छ सर। ल भन्नु त। अनुकूलन व्यवस्थित बस्तीको विकास गर्नु। यो व्यवस्थित बसोबास भनेपछि त्यो भित्र त्यसैलाई एड्रेस गर्दै हुन्छ, सँगै स्ल्यास भनेर लेखिदिने हुन्छ। अनि तपाईँको दिगो आर्थिक सामाजिक विकास हासिल गर्नु। दिगो आर्थिक सामाजिक विकास हासिल गर्नु। कति हुन्छ 8मा आदर्श, यो अप्टिमम आदर्श जनसङ्ख्या कायम राख्नु। लैङ्गिक रेसियो अनुपात सन्तुलित राख्नु। यो यस्तो जति पनि तपाईँले राख्न सक्नुहुन्छ। यो त नमुना मात्रै भयो। त्यो भित्र चाहिँ विकाससँग जोडिएर आउने कुराहरू, तपाईँको चाहिँ एज अ होल राज्यसँग जोडिएर आउने कुराहरू, स्रोत र साधनसँग जोडिएर आउने कुराहरू, यी सबै कुराहरू चाहिँ तपाईँको जोडिनु पर्यो। अब तपाईँले मलाई भन्नुहोस्, यो जनसङ्ख्या
जनसङ्ख्या वृद्धिको कारण सर भन्नु त जनसङ्ख्या वृद्धिको कारण वृद्धिको कारण त भन्ने भएन भने सामाजिक कारण होइन आर्थिक कारण त्यो धेरै छोराको चाहना अथवा धेरै त्यो त आइ नै हाल्छ त्यो धेरै मैले डिफाइन गरिनँ जनसङ्ख्या जुन वृद्धिको कारण तत्त्वहरूको कारण देखाउँदा हुन्न सर हुन्छ त्यो त केही फरक पर्दैन जनसङ्ख्या वृद्धि हुनको कारण चाहिँ त्यही हो तपाईँको अब चाहिँ सामाजिक कारण आर्थिक कारण अब जन्मदर वृद्धि अनि त्यसपछि यो उहरू सर तीनटा तत्त्वहरू छन् भइ नै हाल्यो प्लस त्यो सामाजिक कारणहरू राखिदिनुहोस् आर्थिक कारण राख्नुहोस् अहिले हेल्थमा भएको इम्प्रुभमेन्ट होइन बसाइ सराईहरू तपाईँको त्यो चाहिँ त्यो पुलिङ फ्याक्टर पुसिङ फ्याक्टर हुन्छ नि काहीँ अब शरणार्थीहरू चाहिँ डिस्प्लेस भएर अर्को देशमा गएर त्यहाँ चाहिँ जनसङ्ख्या वृद्धि हुने असन्तुलित हुने हुन्छ र एउटा सिम्पल तपाईँलाई मैले सोधेँ जनसङ्ख्या वृद्धिको चाहिँ प्रभाव सकारात्मक र नकारात्मक प्रभाव पार्छ जनसङ्ख्या वृद्धिले त्यसले के सकारात्मक के नकारात्मक होला धेरै मैले जनसङ्ख्या वृद्धिको सकारात्मक र नकारात्मक प्रभाव तपाईँले भनेको ल त्यो यसलाई सकारात्मक के होला पोजिटिभ र नेगेटिभ को प्रभाव यो यसको सकारात्मक प्रभाव के हो यसको नकारात्मक प्रभाव के हो यसले के सकारात्मक कुरा निर्माण गर्छ के नकारात्मक कुरा निर्माण गर्छ पर्यटन सकारात्मक प्रभावतिर लेख्नु सर ल भन्नु त प्रजनन दर यो वृद्धिको प्रभाव भने जनसङ्ख्या बढ्यो भने त्यसले के प्रभाव पार्छ तपाईँको जनसङ्ख्या वृद्धि भयो भने एउटा के भन्ने भयो मानव पुँजीको निर्माण हुने भयो होइन मानव पुँजीको निर्माण अथवा मानव स्रोत प्राप्त हुने भयो मानव पुँजीको निर्माण हुने भयो आर्थिक पुँजी जस्तै मानव पनि एउटा स्रोत हो मानव स्रोतको निर्माण हुन्छ अनि स्रोतको चाहिँ के हुन्छ त तपाईँसँग जनसङ्ख्या वृद्धि हो भने तपाईँको जनसङ्ख्या स्रोतको चाहिँ अधिकतम उपयोग हुन्छ यहाँ काम गर्ने मान्छे हुन्छन् तिनीहरूले चाहिँ खपत गर्छन् उत्पादन हुन्छ स्रोतको अधिकतम उपयोग हुन्छ अधिकतम हो अधिकतम उपयोग हुन्छ तपाईँ ठिक भन्नु अब अर्को के हुने हो भन्दा सक्रिय जनसङ्ख्याको अर्थतन्त्रमा सक्रिय हो विकासका लागि तपाईँ ठिक भन्नु विकासको लागि दक्ष र सक्रिय जनसङ्ख्या प्राप्त हुन्छ सिप र पुँजीको प्रविधिको विकास हो तपाईँले एकदम राम्रो भनेपछि सिप प्रविधि यो चाहिँ उद्यमशीलता इनोभेसन औद्योगिकरणको टेवा पुग्छ विकास हुन्छ समग्रमा आर्थिक सक्रियता बढ्छ आर्थिक आर्थिक क्षेत्र चलायमान हुन्छ न चलायमान हुने तपाईँको त्यो औद्योगिकरण हुने नयाँ इनोभेसन हुने कम्पिटिसन प्रतिस्पर्धा बढ्ने उपयोग हुन्छ सर हो अब तपाईँको नकारात्मक हुनुहोस् अब यहाँ तपाईँ थप्न सक्नुहुन्छ है जति पनि यो त मैले केही नमुना भने अब नकारात्मक चाहिँ के हुने भयो त खाद्यान्नमा समस्या हुने भयो जनसङ्ख्या बढाउने हो खाद्यान्न असमानता खाद्यान्न चाहिँ समस्या हुने गरिबी बेरोजगारी बढ्ने विकासका खर्च कटौती जनसङ्ख्याको लागि भरण पोषण खर्च गर्ने हो अब चाहिँ के भन्छ त वन जङ्गल विनाश वातावरण विनाश प्रदूषण वृद्धि हुने भोगमरी बढ्ने प्रदूषण वृद्धि
हो तपाईँले यो जति थप्न सक्नुहुन्छ। द्वन्द्व बढ्ने, सामाजिक अपराध वृद्धि हुने, प्राकृतिक विनाश हुने, सेवा प्रवाहमा सरकारले सेवा प्रवाह गर्न कठिनाइ हुने, अनि तपाईँको स्रोतका लागि तपाईँको कन्फ्लिक्ट चाहिँ वृद्धि हुने, शरणार्थी समस्या सृजना हुने, अथवा एक ठाउँबाट चाहिँ अर्को ठाउँमा जाँदाखेरि शरणार्थी समस्याहरू सृजना हुने, यो इत्यादि यो त जति पनि थप्न सक्यो। भनेपछि आतंकवाद बढ्ने सर, बढ्ने सक्ने सामाजिक विकृति, अपराध, आतंकवाद, तपाईँको चाहिँ धेरैवटा सङ्गठित अपराधहरू सबै वृद्धि हुन्छ। अब यसमा त यो समस्या खाइ यो लेख्न आउँछ तपाईँहरूलाई। अब अर्कोलाई म सोध्छु है। अब बसाइ सराईको चाहिँ अर्को साथीलाई सोध्छु म, मैले भन्नुभयो। तपाईँले ठिक भन्नुभयो भाइ, तपाईँको अब अर्को दिन पालो आउँछ। तपाईँले लेख्ने मलाई आइन्छ राम्रो राम्रो लेखेर पठाउनु भएछ, त्यो ठिक छ। अब यहाँ अर्को कसलाई सोध्नु पर्यो भने यहाँ अनिता बुढाथोकी, उहाँले नि मलाई पठाउनु भएछ। ल भन्नुहोस् अनिताजीले, भन्नुहोस्। ल भन्नुहोस्, बसाइ सराई भनेको के हो? मल्टी डाइमेन्सनबाट भन्नु पर्यो। बसाइ सराई भनेको के हो? बसाइ सराई उहाँ कहाँ जानु? ल भन्नु है, ल भन्नु त। उहाँको अनम्युटै भएन, अब अर्को रहेछ। यहाँ जयप्रकाश नारायण चौधरी, ल ल भन्नु त। बसाइ सराई भनेको नमस्कार, ल भन्नु त। बसाइ सराई भनेको के भन्नु? ल माइग्रेस। बसाइ सराई भनेको कुनै पनि मानिस एक ठाउँबाट अर्को ठाउँमा विभिन्न कारणले स्थायी हो। तपाईँले ठिक भन्नु। ल स्थायी रूपमा बसोबास, स्थायी नभन्ने अझ अस्थायी वा स्थायी दुइटै। बसाइ सराई, माइग्रेसन, अहिले 4-5वटा पर्सपेक्टिभ भन्नु पर्यो। एउटा पर्सपेक्टिभ तपाईँको एक ठाउँबाट अर्को ठाउँमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने प्रक्रिया। विविध कारणले एक ठाउँबाट अर्को ठाउँमा अब बसोबास गर्ने प्रक्रिया, प्रोसेस हो है, यो एउटा प्रक्रियाको रूपमा। अब अर्को पर्सपेक्टिभबाट भन्नु त। एउटा यो हो। अर्को जनसाङ्ख्यिकी प्रक्रिया होइन, जनसाङ्ख्यिकी प्रक्रियाभित्र डेमोग्राफिक प्रोसेस हुन्छ नि। प्रक्रिया भनेको चाहिँ तपाईँ 3टा हुन्छ, जन्म, मृत्यु, बसाइ सराई। यो एउटा जनसङ्ख्या प्रक्रियाको यो जनसाङ्ख्यिकी प्रक्रिया हो। अर्को समग्रमा यो चाहिँ सामाजिक र आर्थिक, सामाजिक गतिविधि, आर्थिक क्रियाकलाप हो। यो इकोनोमिक एक्टिभिटिज पनि हो, समाजको चाहिँ यो चाहिँ गतिविधि पनि हो। सामाजिक गतिविधि र बसाइ सराई एउटा सामाजिक गतिविधि हो र आर्थिक क्रियाकलाप पनि हो। आर्थिक क्रियाकलाप यो अरूलाई त मैले यो हरेकलाई फरक फरक पर्सपेक्टिभमा मात्रै लेखिदिन्छु है। म क्रियाकलाप हो। जनसङ्ख्या वृद्धिमा प्रभाव पार्ने एउटा तत्त्व पनि हो। यो त जनसाङ्ख्यिक प्रक्रिया भनेपछि यहाँ आइसक्छ। जन्म, मृत्यु, बसाइ सराई यो विश्वव्यापीकरणको एउटा विश्वव्यापीकरणको परिणाम हो।
रिजल्ट पनि हो यो ग्लोबलाइजेसनको रिजल्ट पनि हो। ग्लोबलाइजेसनले के गर्यो भने एक ठाउँबाट अर्को ठाउँमा श्रमका लागि, तपाईँको चाहिँ बेटर लाइफका लागि, तपाईँको चाहिँ शान्ति सुव्यवस्थाका लागि होइन, एक ठाउँबाट अर्को ठाउँमा जाने एउटा चाहिँ परिणाम हो, जुन सामान्य प्रोसेस, यसले सामान्य प्रोसेसको रूपमा पनि लिन्छ यसलाई। भनेपछि यो ग्लोबलाइजेसन आर्थिक पर्सपेक्टिभबाट भनेपछि यो जनसङ्ख्याको हो। यसको चाहिँ अब के होला त पुलिङ र पुसिङ फ्याक्टर भाइ भन्नु त? पुसिङ फ्याक्टरमा तपाईँलाई पुस गर्छ, के कुराले तान्छ? यो त तपाईँलाई बेरोजगारी, यसलाई चाहिँ अब डिफिनेसन लेख्दा चाहिँ यही कुरालाई बसाइसराई एउटा सामाजिक गतिविधि र आर्थिक क्रियाकलापको समग्रता हो, अथवा बसाइसराई सामाजिक गतिविधि र आर्थिक क्रियाकलाप हो। बसाइसराई जनसाङ्ख्यिकी प्रक्रिया हो जहाँ जन्म, मृत्यु र बसाइसराई हुन्छ। त्यो मध्ये बसाइसराई चाहिँ तपाईँको चाहिँ यो चाहिँ तपाईँको चाहिँ सहज रूपमा जनसङ्ख्यालाई फरक पार्ने एउटा प्रोसेस हो। यो त तपाईँको यो घट्ने भयो, यो बढ्ने भयो, यसले चाहिँ तपाईँको घट्ने बढ्ने दुइटै गर्ने भयो कि यसले। यहाँदेखि घटो अन्त बढो। अब विविध कारणले एक ठाउँबाट ठाउँमा बसोबास गर्ने प्रोसेस हो। यो विश्वव्यापीकरणको एउटा परिणाम हो, सामान्य प्रोसेस हो। यो चाहिँ तपाईँलाई मैले डिफिनेसन भनिसकिहाल्यो। तपाईँलाई बसाइसराईको पुल र पुलिङ फ्याक्टर त्यहाँ एकदम राम्रो पनि लेख्नु भएको थियो। धेरै मलाई आइन्दा लेख्नु पठाउने साथीहरूले एकदम त्यो धेरै एउटा पर्सपेक्टिभबाट यो पुलिङ र पुसिङलाई राख्नु भयो। त्यो एकदम मलाई मन पर्यो। अब भन्नु त के कुराले तपाईँलाई मान्छेलाई एक ठाउँबाट ठाउँमा पुस गर्छ, धकेल्छ, अथवा त्यहाँबाट बाहिर जानलाई मन पराउँछ? त्यो त नेपालको अहिलेको एउटा ट्रेन्ड नै छ। यो जो जहाँ जहाँ सुन्दै नि सक्छ, यो अहिलेको एकदम बर्निङ इस्युमा पनि पर्छ। तपाईँले यो चाहिँ यो जनसङ्ख्याको चाहिँ पुस फ्याक्टर के हो? बसाइसराईको कारणमध्ये पुस फ्याक्टर, सराईको कारणमध्ये यो चाहिँ पुस फ्याक्टर यो के कुराले धकेल्छ भन्नु त भाइ? यो धकेल्ने कुरा के हो? एउटा बेरोजगारी सर हो। तपाईँले एकदम क्लियर। यसै गरी शब्द चाहिँ हामीलाई थोरै समय भयो भने बुलेट हान्दैन कि, गरिबी सिम्पल सक्यो, बेरोजगारी अर्को सक्यो। अब अर्को भन्नु त? आफैमा जनसङ्ख्या वृद्धि, अत्याधिक जनसङ्ख्या वृद्धि। अब अहिले त जलवायु परिवर्तनको असर, अरू के हो त? अब कमजोर शिक्षा स्वास्थ्य प्रणाली, स्वास्थ्यको अभाव, कमजोर राम्रो शिक्षाका लागि राम्रो स्वास्थ्य, कमजोर शिक्षा स्वास्थ्य प्रणाली, शिक्षा स्वास्थ्य प्रणाली, स्वास्थ्य प्रणाली। अनि यो चाहिँ के भन्दा के भन्छ? त्यो अरू केले गर्दाखेरि मान्छे धकेलिँदैन भन्दा त्यो के भन्छ? त्यो चाहिँ शान्ति सुव्यवस्था हो। त्यो अन्त्य बुढाथोकीले सही भन्नुभयो। सामाजिक द्वन्द्व, शान्ति सुव्यवस्था, यो सामाजिक द्वन्द्व अनि यो चाहिँ प्राकृतिक प्रकोप पनि रहेछ। जस्तो अहिले हाम्रो गाउँतिर सबै बारी सारी सबै खार्ला खुर्लो गइदियो हो। अब भनेपछि तपाईँले यहाँ भौगोलिक, तपाईँ त्यो राम्रो भन्नुभयो, भौगोलिक विकटता आफैमा पनि हो है। यो भौगोलिक विकटता तपाईँ ठिक भन्नुभयो। यो भौगोलिक विकटता। अर्को तपाईँको के भन्छ? राजनीतिक अस्थिरता, राजनीतिक अस्थिरता। अर्को तपाईँको यो प्राकृतिक प्रकोप, भुइँचालो सुइँचालो आयो अनि यो बाढी पहिरोले पनि डुबाउँछ, प्राकृतिक प्रकोप। अब यसमा तपाईँको चाहिँ त्यो कसैलाई चाहिँ तपाईँको यो भू स्वामित्वको हरण, कन्डेमनेसन कि तपाईँको त्यहाँ चाहिँ जग्गाहरूमा चाहिँ विकास निर्माण गर्ने, त्यहाँ अरू उद्योग धन्दा गर्नेमा त्यहाँका मान्छेलाई चाहिँ हटाइदिन्छन्। अनि तपाईँको यो चाहिँ दुखी जीवन पद्धति, यो ग्रामीण कृषिमा आधारित यो जीवन पद्धति, कृषि जीवन निर्वाहमुखी कृषि पद्धतिमा आधारित दुखी
जीवन पद्धति ग्रामीण यो जीवन निर्वाहमा आधारित यो अब त शिक्षा छैन, स्वास्थ्य छैन, क्वालिटी अफ लाइफ छैन, त्यसले गर्दाखेरि यो ग्रामीण दुखी जीवनले नि मान्छेलाई यसो धकेल्छ कि यहाँ जान पाए राम्रो हुन्थ्यो कि भनेर। अब यही कुरालाई पुल फ्याक्टर चाहिँ अन्त चाहिँ अब यसैलाई चाहिँ सर्लाक्कै उल्टाइदिने हो। तपाईँले यो चाहिँ जसले धकेलो अन्त तान्ने त्यही हो नि त। अब यो गरिब बेरोजगारी भने रोजगारी, अनि यो चाहिँ कमजोर शिक्षा स्वास्थ्य प्रणाली भने चाहिँ स्वास्थ्य शिक्षा प्रणाली चाहिँ सशक्त स्वास्थ्य शिक्षा प्रणाली, शान्ति सुरक्षा अवसरहरू होइन, तपाईँको चाहिँ यो द्वन्द्वहरूबाट चाहिँ मुक्त हुने एउटा जुन हुन्छ नि त्यो शान्त सभ्य समाज, सहरमुखी भावना, उपयुक्तवादी जिन्दगी, गुणस्तरीय जीवन होइन, त्यो भित्र त तपाईँको जति पनि असर पार्दैन सक्छ, यसले त के फरक परेन। अब यहाँ झुकिन्छ त झुकिँदैन सर। ल अब तपाईँले एउटा मलाई के भन्नुभयो भने के चाहिँ अब तपाईँलाई यो भित्रबाट चाहिँ अब हिट गर्छ यो तपाईँको, मैले त्यो छप लेखिनँ, तपाईँले आफैले बुझ्नुहुन्छ। यो राम्रो शिक्षा प्रणाली, जलवायु परिवर्तनको असर कम भएको क्षेत्रमा चाहिँ मान्छेलाई बसोबास गर्ने, अब यो बेरोजगारीलाई रोजगारी भनिदिनु पर्यो, जनसङ्ख्या कम अथवा सबै सेवा सुविधा विकासका पूर्वाधारहरू भयो, अनि सामाजिक द्वन्द्व नभएको अवस्था, शान्ति सुव्यवस्थाको अवस्था, सुखी जीवन, गुणस्तरीय जीवन, राजनीतिक स्थिरता, भौगोलिक सुगमता, सहरमुखी प्रवृत्ति, उपयुक्तवादी जीवन पद्धति, यता धेरै त्यो चाहिँ अब पुल फ्याक्टर हो। त्यहाँ अरू पनि तपाईँले थाहा पनि सक्नुहुन्छ। नर्मल्ली यो एउटा आशय, अर्को चाहिँ तपाईँको त्यसैलाई फ्लिप गरेपछि यो सिक्का जस्तो हो, एउटा बसी अरूतिर अर्को फ्याक्टर आइहाल्छ, त्यो टेन्सन भयो। तपाईँले बसाइ सराईले समाजमा चाहिँ सामाजिक प्रभाव चाहिँ के, अब त्यो भित्रको एउटा कम्पोनेन्टमा छेरी म जनसङ्ख्या बसाइ सराईले सामाजिक प्रभाव चाहिँ के पार्छ भने बसाइ सराईबाट हुने सामाजिक प्रभाव, त्यो भित्र म एउटा स्पेसिफिक पोइन्टमा छिर्न हुने सामाजिक मात्रै, अरू भन्नु परेन मलाई, सामाजिक प्रभावभित्र के पर्छ, यसले के प्रभाव पार्छ समाजमा बसाइ सराईले? त्यहाँको स्रोत साधनमा माथि अत्याधिक चाप बढ्छ सर। हो भनेपछि जहाँ गन्तव्य हो, गन्तव्यको त्यो जनसङ्ख्या जहाँ चाहिँ गरेर चाहिँ बस्छ, त्यो गन्तव्यको स्रोत र साधनमा चाप पर्छ। चाप पर्ने बित्तिकै सोसल क्राइम के हुन्छ, बढ्छ। अनि त्यहाँ जुन त्यो गन्तव्यमा दक्ष जनशक्ति प्राप्त हुन्छ, त्यसले त्यो जनसङ्ख्या नि त पाउँछ नि त, राम्रो होइन। अनि त्यो त्यहाँको चाहिँ त्यो जात जाति धर्म हुन्छ नि, त्यो इथनिक के भन्छ त्यसलाई, इथनिक के भन्छ होइन, त्यो इथनिक चाहिँ त्यसको स्ट्रक्चर हुन्छ नि, इथनिक स्ट्रक्चर के, त्यहाँ धर्मको आधारमा, त्यहाँ भाषाको आधारमा, त्यहाँ जातिका आधारमा, त्यहाँ वर्णका आधारमा होइन, त्यो इथनिक जुन स्ट्रक्चर हुन्छ, इथनिसिटी हो प्रभावले, इथनिसिटी जुन त्यो इथनिक त्यो चाहिँ स्ट्रक्चर हुन्छ, त्यो इथनिक स्ट्रक्चरमा चाहिँ बदलाव आउँछ। हिन्दू धर्म चाहिँ भएको मान्छे त्यहाँ छोडेर यहाँ आयो भने, मानौ उदाहरणको लागि म चाहिँ नेपालबाट अमेरिका आएँ भने यहाँ त एउटा हिन्दू धर्ममा मान्छे बढ्यो नि त, म त हिन्दू भएँ, साउथ एसियन बढेँ भनेपछि तपाईँको त्यो चाहिँ इथनिसिटीमा प्रभाव पार्छ। अनि शैक्षिक यो जुन विकासका पूर्वाधारहरू पुर्याउनलाई कठिन हुने हो। यी गङ्गा बस्नेतले राम्रो भन्नु, सांस्कृतिक विविधता, कस्तो राम्रो शब्द हुनु, सांस्कृतिक विविधता, कल्चरल डाइभर्सिटी नि त हुने भयो नि त। जस्तो यो अमेरिकामा चाहिँ तपाईँको मेल्टिङ पट किन भयो, कल्चरल डाइभर्सिटी भएर हो नि। जहाँ विविधता हुन्छ त्यहाँ चाहिँ तपाईँको त्यो एउटा फुलबारीमा एउटा मात्रै फुल फुले राम्रो कि त्यहाँ रङ्गी बिरङ्गी फुल फुले राम्रो भन्दा यो कल्चरल डाइभर्सिटी प्राप्त हुन्छ। अनि अरू के हुन्छ भने प्राकृतिक साधनहरू प्राप्त हुन कठिनाइ हुन्छ। त्यही भित्र नेगेटिभ पोजिटिभबाट छुट्याएर जान सक्यो। अब 5 नम्बरमा मात्रै सोध्यो भने चाहिँ एउटैमा खर र नेगेटिभ पोजिटिभ दुइटै पाटोलाई समेटेर लेखिदियो। 10 नम्बरमा आयो भने चाहिँ यसको नकारात्मक सामाजिक प्रभाव, सकारात्मक सामाजिक प्रभाव। 10 नम्बरमा आयो भने चाहिँ त्यही क्वेसनलाई 5 नम्बरमा आयो भने चाहिँ त्यो सबै छुट्याएर लेख्नु परेन। समय भयो भने त हामीले छुट्याएर लेख्दै भयो। अब सामाजिक मूल्य मान्यतामा असर, अब सामाजिक मर्यादामा असर,
अनि संस्कृतिमा दबाव, अनि त्यो चाहिँ अव्यवस्थित सहरीकरण, अव्यवस्थित बसोबास, प्रदूषण वृद्धि, घाँटी हुन्छ। त्यो भित्र चाहिँ तपाईँले चाहिँ हिट गर्नु पर्यो। अब यही भित्र अब म अर्को साथीलाई सोध्छु त, यहाँ यो त सामाजिक मात्रै कुरा गरेँ मैले। अब तपाईँले भन्नुभयो, राम्रो भन्नुभयो। अब भोलि तपाईँको पालो। अब अर्को अनामिका तामाङ, ल भन्नुहोस्, अनामिका तामाङले भन्नुहोस्, आर्थिक प्रभाव चाहिँ के हुन्छ तपाईँले यो काट्दै? आर्थिक प्रभाव भने यो जनसङ्ख्या बसाइसरेबाट हुने आर्थिक प्रभाव, यो अनामिका तामाङ भन्नु त। उहाँको भएन फेरि। ल यसु घिमिरेले भन्नु पर्यो, उहाँले पनि राम्रो गर्नु। यसु घिमिरे भन्नु त। कसैको त फेरि कसैको भन्नु के भयो? उहाँ पनि भएन। कसैको चाहिँ नहुने हुन्छ के भएर? ल यो मलाई गणेश कुमारजीले भन्नु पर्यो, आर्थिक प्रभाव चाहिँ के हुन्छ त? ल यहाँ जसको त्यहाँ अनम्युट हुन्छ उहाँले भने हुन्छ। ल एउटाले गरेर भन्नु त, त्यहाँ आफैले गरेर एकचोटि हेर्नु त, जसले भने हुन्छ। ल गङ्गा बस्नेतले भन्नुहोस् है। हुन्छ सर। अब ल भन्नु त, तपाईँले के भन्नु पर्यो? बसाइसरेबाट हुने चाहिँ तपाईँको चाहिँ इकोनोमिक इम्प्याक्ट, त्यो मुद्रा सङ्कुचन र मुद्रास्फीति हुन्छ र सर? कुनै पनि अब छोडेको ठाउँमा जाने ठाउँमा, किनभने तपाईँको चाहिँ त्यहाँ जाने बित्तिकै मुद्रा जो चाहिँ इन्फ्लेसन भने चाहिँ मूल्य वृद्धि, मूल्य वृद्धि एउटा तपाईँको मूल्य वृद्धि हुने भयो। आर्थिक रूपमा सक्षम जनशक्तिको भनेपछि जब मार्केटमा चाहिँ के हुने भयो? दबाव हुने भयो। जब मार्केटमा जुन गन्तव्य छ, जुन जब मार्केटमा दबाव, एकातिर चाहिँ यो चाहिँ दक्ष जनशक्तिको अभाव, यो चाहिँ तपाईँको जुन ठाउँबाट चाहिँ तपाईँको ओरिजिनबाट चाहिँ डेस्टिनेसनमा चाहिँ त्यहाँ जब मार्केटमा दबाव पर्ने हो। धेरै मान्छेहरू आयो भने त रोजगारी नहुने भयो नि त। भनेपछि जहाँ ओरिजिनबाट उद्गमबाट चाहिँ हेरे त्यहाँ चाहिँ फेरि अभाव हुने। भनेपछि तपाईँको चाहिँ उद्गम स्थानमा जहाँबाट जनसङ्ख्या चाहिँ सर्छ, स्थानमा चाहिँ यो चाहिँ जनशक्तिको अभाव, एक ठाउँ चाहिँ त्यो जहाँ गएर थोप्रियो त्यहाँ चाहिँ दबाव, जहाँबाट हट्यो त्यहाँ चाहिँ अभाव। अब कृषि योग्य भूमिमा के हुने हो त? कृषि योग्य भूमिमा दबाव पर्ने हो। किन भन्दा त्यहाँ मान्छे बस्ने भयो। तपाईँलाई त्यहाँ चाहिँ त्यो भूमि चाहिँ कम हुने भयो, त्यहाँ मान्छेहरू पाएर बस्ने भए होइन। यो चाहिँ अब अर्को के हुने भयो भने स्थानीय क्षेत्रको तपाईँको स्थानीय क्षेत्रको बजेटमा चाहिँ असर पर्ने हो। स्थानीय क्षेत्रको बजेटमा, किनभने तपाईँको ती रिफ्युजीहरूलाई, आएको जनसङ्ख्याहरूलाई यस्तो साधन उपलब्ध गराउनु पर्यो। स्थानीय क्षेत्रको बजेटमा असर पर्छ। स्रोत र साधन चाहिँ बढाउनु पर्ने हो। स्रोत साधन वृद्धि गर्नुपर्ने बाध्यता, आर्थिक कुरा मात्रै जोड्ने कि यहाँ चाहिँ, हुन त अरू पनि आउँछ तर आर्थिक कुरा पर्ने बाध्यता। हेर्नुहोस् है, अर्को यो के भन्छ प्रतिस्पर्धा भन्नु तपाईँले त्यहाँ ठिक हो। रोजगारीमा प्रतिस्पर्धा वृद्धि, यो आर्थिक भएको हुनाले चाहिँ रोजगारीमा भन्ने नि
रोजगारीमा प्रतिस्पर्धा वृद्धि। अब वन जङ्गल विनाश गरेर चाहिँ स्रोतहरूको चाहिँ नाश हुने अनि औद्योगिक क्षेत्रमा दबाब पर्ने, विकासका पूर्वाधारहरू लैजान कठिनाइ हुने अथवा विकासमा चाहिँ बढी खर्च गर्नुपर्ने, सामाजिक सुरक्षामा हो यो सागरजीले चाहिँ राम्रो कुरा गर्नु, देशको आर्थिक स्थिति नै धरा पार्दैन। यो त कतिपय कस्तो हुन्छ भने त्यो जस्तो सिरियामा द्वन्द्व भयो, त्यसका ती छिमेकी देशहरूमा टर्कीमा 30 लाख जनसङ्ख्या शरणार्थी, एकैचोटि 30 लाख आउँदाखेरि त्यसको प्रभाव हेर्नु त। अब जस्तो तपाईँको चाहिँ पहिला चाहिँ झापामा नेपालबाट त्यो भुटानका शरणार्थी ल्याएर राखे, त्यो झापामा मान्छेले रोजगारी नपाउने, त्यहाँ त लाख मान्छे आए, तिनीहरूले त सस्तोमा काम गरिदिने भए, त्यहाँको स्थानीय उयोहरू चाहिँ लोप हुन्छ। भनेपछि यो चाहिँ तपाईँको आर्थिक कुरा हो। अब राजनीतिक कुरा चाहिँ के हुने भयो, आफै गर नि, 1 मिनट बस्नु, यहाँ ढोका गरिदिनु पर्यो, 1 मिनट। अब यहाँ हेर्नुहोस् है, अब राजनीति भनेपछि तपाईँले के हुनु पर्यो भन्दा राजनीतिमा चाहिँ त्यो राजनीतिक अस्थिरता वृद्धि हुन्छ, पोलिटिकल कल्चरमा प्रभाव पर्छ, पोलिटिकल कल्चरमा प्रभाव पर्ने भयो, राजनीतिक अस्थिरतामा वृद्धि हुने भयो, अनि तपाईँको चाहिँ त्यो नयाँ ठाउँमा एडजस्ट हुनलाई चाहिँ समस्या हुन्छ, अनि त्यहाँ तपाईँको चाहिँ के भन्छ त्यो कतिपय ठाउँमा चाहिँ त्यहाँ चाहिँ सक्षम त्यो राजनीतिक विचार दिने मान्छे, नीति दिने मान्छेहरू नै ब्रेन ड्रेन भन्छ कि, त्यो के भन्छ प्रतिभा पलायन हुन्छ, अनि त्यो ठाउँमा चाहिँ आश्रित जनसङ्ख्याहरू मात्रै वृद्धि हुने हुनाले त्यो राजनीतिक नीतिहरू बनाउनलाई चाहिँ एकदम अप्ठ्यारो हुने, अनि त्यो समग्र राजनीतिप्रति नै मान्छेको चाहिँ हुन्छ नि, जुन ठाउँमा चाहिँ अवसरहरू नभएर मान्छेहरू डिस्प्लेस भएको हुन्छ त्यहाँ चाहिँ राजनीतिप्रति नै वितृष्णा। जस्तो अहिले हाम्रो देशमा पनि यो जनसङ्ख्या चाहिँ एकदमै यो जुन जनसङ्ख्या के अरे बसाइसराइ छ त्यो चाहिँ एकदम चरम उसमा छ हो। अब र त्यो नीतिहरू राज्यको नीतिहरूमा चाहिँ तपाईँको समग्र असर पुग्या हुन्छ यो बसाइसरायो भनेपछि तपाईँको यो आयो भने तपाईँको आर्थिक, राजनीतिक, सामाजिक, अब अन्य बौद्धिक, त्यसलाई 10औं पर्सपेक्टिभबाट लेख्न सकिन्छ होइन, समस्या हुने हो। अब तपाईँको चाहिँ अब त्यहाँभित्र कहिले काहीँ तोकेर कसरी भनिदिन्छ भन्दा उद्गम स्थान र गन्तव्य, अथवा तपाईँको चाहिँ उद्गम स्थान हुने चाहिँ प्लेस अफ ओरिजिन भन्छ, जहाँबाट जनसङ्ख्या सिफ्ट भयो। नेपालबाट अस्ट्रेलियातिर मान्छे सर्यो भने नेपाल चाहिँ प्लेस अफ ओरिजिन भयो, डेस्टिनेसन चाहिँ अस्ट्रेलिया भयो। नेपालबाट युरोपतिर मान्छे सरे, जापानतिर अहिले 2 लाखभन्दा बढी गयो भने त्यो चाहिँ हाम्रो डेस्टिनेसन भयो, हाम्रो चाहिँ प्लेस अफ ओरिजिन भन्छ। अब प्लेस अफ ओरिजिन भनेर तोक्दियो ल, सिम्पल, नेपालबाट बसाइ सराई हुँदा, सिम्पल, नेपालबाट बसाइ सराई हुँदा नेपाललाई हुने नेपाललाई पर्ने प्रभाव के हो त, नेपाललाई पर्ने प्रभाव चाहिँ अब मैले अन्त आएर बसेरलाई कुरा नजोड्ने, त्यस्तो बेला चाहिँ तपाईँको चाहिँ ओरिजिनबाट मात्रै लेख्ने, त्यसोमा चाहिँ उत्पादनशील जनसङ्ख्या देशबाट बाहिर नि, प्रतिभा पलायन हुने, हेर्नु है, प्रतिभा पलायन हुने। त्यो 5 नम्बरमा सोद्धा नि नेगेटिभ र पोजिटिभ लेख्न हुन्छ, 5 नम्बरमा सोद्धा नि नेगेटिभ र पोजिटिभ दुइटै लेख्न हुन्छ, तर समय तपाईँसँग कति छ भन्ने कुराले हो। दुइटै मिलाएर लेख्न सके त सुन्न सुन्द भइगयो, भ्याइएन भने त दुइटै इन्क्लुड गरेर एउटैमा हिट गरिदिने, त्यति मात्रै हो। सके त 5 नम्बरमा नि कुरा के हुन्छ भने नि अब यसमा केही झुकिन्छ भन्नु त,
अब यससँग अरू जोगिँदैन। त्यहाँ तपाईँले सोध्नुभयो, के सोध्नुभयो? जनसाङ्ख्यिकी के भन्नुभयो? कसले फेरि त्यो क्वेसन ल्याउँदा जनसाङ्ख्यिकी के सोधेको थियो? जनसाङ्ख्यिकी के अरे? त्यसरी फेरि त्यो क्वेसन ल्याउँदा कसले? जनसाङ्ख्यिकी लाभ भन्नुभयो। जनसाङ्ख्यिकी लाभ भने चाहिँ के हो भने यसलाई चाहिँ के भन्छ भने यो के डिभिडेन्ड। डिभिडेन्ड भने चाहिँ त्यो जनसङ्ख्याबाट तपाईँको चाहिँ उत्पादनशील जनसङ्ख्या प्राप्त गर्नु। जनसङ्ख्याबाट यो उत्पादनशील जनसङ्ख्या प्राप्त गर्नु। अन्त जुन प्रोडक्टिभ पपुलेसन हुन्छ त्यो प्राप्त गर्ने। अनि के भन्छ? प्रति व्यक्ति आय वृद्धि गर्ने। एउटा तपाईँको जनसङ्ख्याबाट चाहिँ तपाईँको पपुलेसनबाट तपाईँले प्रोडक्टिभ जनसङ्ख्या प्राप्त गर्ने। अनि यो के भन्छ यो पर क्यापिटा इन्कममा इन्क्रिज गर्ने। अनि तपाईँको पारिवारिक यो भने समग्रमा आर्थिक विकास प्राप्त गर्ने। आर्थिक वृद्धिबाट आर्थिक विकास र आर्थिक समृद्धि। विकास र आर्थिक समृद्धि हासिल गर्ने यो जनसङ्ख्यालाई युज गरेर यसलाई जनसङ्ख्यिकी लाभ भनिन्छ। सिम्पल छ। यो किन यस्तो हुन्छ भने यति यसलाई सूत्रबाट चाहिँ यसरी बुझ्नु है। जनसाङ्ख्यिकी लाभ सूत्र चाहिँ यो पपुलेसन डिभिडेन्ड भनेको सक्रिय उत्पादनशील जनसङ्ख्या चाहिँ आश्रित जनसङ्ख्या भन्दा बढी भएको अवस्था। आश्रित जनसङ्ख्या भन्दा जुन काम गर्न सक्ने बुढाखाडा बच्चाहरूको भन्दा त्यो चाहिँ एउटा आदर्श जनसङ्ख्या प्राप्त भएको। सक्रिय उत्पादनशील जनसङ्ख्या बढी भएको अवस्था हो। त्यसलाई चाहिँ जनसङ्ख्यिकी लाभ भनिन्छ। जसले गर्दा उत्पादनशील जनसङ्ख्या प्राप्त हुन्छ। जसले गर्दा इकोनोमिक एक्टिभिटी बढ्छ, पर क्यापिटा इन्कम बढ्छ, इकोनोमिक डेभलपमेन्ट हुन्छ। यसरी यो सबै जनसङ्ख्यिक लाभमा पर्दैन। जनसङ्ख्या बढ्नु मात्रै जनसङ्ख्यिक लाभ होइन। सक्रिय जनसङ्ख्या, दक्ष, सिपयुक्त सबै खालको जनसङ्ख्या जसले काम गर्न हुन्छ नि त्यो चाहिँ एक्टिभ जनसङ्ख्या। त्यहाँ चाहिँ तपाईँको हेल्थको कुरा जोडिएर आउँछ। तपाईँ जनसङ्ख्या बढेर मात्रै रोगी सोगी भयो भने त काम छैन। जनसङ्ख्या बढेर मात्रै काम गर्न चाहिँ सिपहरू नभएका भए काम छैन। शारीरिक रूपमा तन्दुरुस्त, दक्ष, अनि तपाईँको चाहिँ उमेरले पनि 20-30 वर्षका भर्खरका काम गर्न त्यसले 10औं वर्ष काम दिन सक्ने त्यो चाहिँ प्रोडक्टिभ पपुलेसन हो। यो प्रभावले प्रोडक्टिभ उत्पादनशील जनशक्ति भनेपछि फर्मुला चाहिँ सक्रिय उत्पादनशील जनसङ्ख्या आश्रित जनसङ्ख्या भन्दा बढी भएको अवस्था। त्यो जनसङ्ख्या काम गर्ने मात्रै होइन कि सक्रिय उत्पादनशील पनि हुनु पर्यो कि। अनि त्यसले चाहिँ के दिनु पर्यो भन्दा प्रोडक्टिभिटी दिनु पर्यो, पर क्यापिटा इन्कम वृद्धि गर्नु पर्यो, इकोनोमिक चाहिँ ग्रोथ गर्नु पर्यो, अनि समग्रमा इकोनोमिक डेभलपमेन्ट गर्ने। त्यसलाई चाहिँ हामी यो चाहिँ जनसङ्ख्या उसमा भन्छौँ।
यो एकचोटि हेर्ने। अब हामीले भोलि पर्सि तपाईँले यो धर्म संस्कृति सम्बन्धी हेर्दा आउनु सबै यो हिन्दू धर्महरूको। त्यसो म पर्सि फर्मेट भन्छु। पर्सि चाहिँ सन्डे, भोलि चाहिँ मेरो काम छ, पर्सि त शनिबार भइहाल्यो। अब सन्डे यही टाइममा, भोलि चाहिँ मेरो काम छ यहाँ। त्यही भएर तपाईँले पर्सि चाहिँ सन्डे चाहिँ तपाईँले त्यो धर्म संस्कृति सम्बन्धी हेरेर लिएर आउनु उषा। अनि त्यहाँ जुन हेऱ्यो त्यसो म फर्मेट सिकौँला। अनि त्यो अस्तिको गएर पनि सोधौँ न, के आपत भएन। यो चाहिँ तपाईँहरूको यो नजोगिनु होला। ल आज यति। भोलि चाहिँ एक दिन बिदा, भोलि एक दिन, शनिबार त बिदी भइहाल्यो, आइतबार। अब ल सबैलाई नमस्कार छ। ल क्वेसन दिनु भन्नुभयो, क्वेसन म दिन्छु नि त, लेख्नुहोस्। पर्सिलाई क्वेसन पनि म दिन्छु। ल यति तपाईँले लेखेर आउनु। अनि नआएमा छलफल गर्दैन अरू पनि। अब यो चाहिँ सन्डे। ल बिचमा मलाई पठाए हुन्छ, अगाडिको लेखेर नि पठाए नि हुन्छ, अगाडिको लेखेर पठाए नि हुन्छ। अब अरू कुरो थाहा भएन, जसरी हुन्छ बेस्ट गर्नु पर्यो, त्यति हो। सबभन्दा बेस्ट गर्नु पर्यो, त्यही भइराखेको पनि छ होइन। यो 10 नम्बरको 5-5 भयो, यो लामै छ कि, त्यही भएर सबैलाई नमस्कार छ।